अब गभर्नरको निमित्त गभर्नरसँगै आएर हल अड्किएको छ। उहाँले अलिकता थाहा पाइहाल्नुभयो म अर्काको राजीनामा स्वीकृत गर्छु गर्दिनँ भने अड्डी लिए जस्तो लागेको छ। सरकारले यसलाई होल्ड गर्दा के अरे यसलाई समाधान गर्ने बाटोमा गएको छ। हामी चाहन्छौँ कसैका लहरका भरमा लहरका भरमा यसलाई ढिलो समय लानु हुँदैन। अर्थतन्त्र झन् चलायमान छ। यहाँ तपाईहरुले सुन्नु भएको छ धितो बोर्डको व्यापक समाचारहरू आएका छन्। आर्थिक रूपमा त्यो कमजोर भयो भने के हुन्छ? अर्थ अहिले हामी यो वार्षिक बजेटमाथि छलफल गरिरहेका छौँ। बजेट अधिवेशनमा अर्थ मन्त्रीले प्रस्तुत गर्ने बजेटमा गभर्नरै नभएको बेला राष्ट्र ब्याङ्कमा हो भने नकारात्मक असर पर्न सक्छ। त्यसैले गभर्नर छिटोभन्दा छिटो नियुक्त गर्नुपर्छ। आज अब सिफारिस समितिको बैठकै बस्न सकेका छैन। राजीनामा हामी अनुरोध गर्छौँ पहिला सिफारिस समिति हुनेले राजीनामा दिनुभयो। अहिले नयाँ समिति गठन भएको छ। यसलाई छिटो सिफारिस समितिको मिटिङ राखेर 3 जना नाउँ प्रस्ताव गरेर छिटोभन्दा छिटो यो अन्यलाई गर्नुपर्छ। बाहिर बजारमा हल्ला 2/3 नजिकको गभर्नमेन्टले एउटा गभर्नर त नियुक्ति गर्न सकेन भन्ने भानसम्म जान थाल्यो। त्यसैले छिटोभन्दा छिटो यसलाई बाटोमा लानु होइन। एकजना उम्मेदवार हुन्छ, 2 जना डिप्युटी गभर्नर हुन्छन्। उम्मेदवार हुन पाउनुहुन्छ मै हुँ भनेर अहिले हिँड्ने बेला भएको छैन।